होइन म निराश थिएँ तिमीसँग भन्दाखेरि सब मैले भ्लगमा देखिरहेको थिएँ निराश चिलिम तान्नलाई साथीले गुड मर्निङ गाइज इट्स डे 2 हाम्रो पोखरामा बिहान भइसकेको छ है सबजना 5 घन्टा सुतेर उठ्याएर होइन लुङ्गी खैजन हो कि भने भने गर्छ जतिखेर नि चिया त्यो मा एउटा मात्रै परोडी छ त मा टोस्ट त उसलाई यो चाहिँ हाम्रो मर्निङ भ्यू कोही त्यहाँ स्तुपा हेर न माटो नि बादलको बिचमा छ उ त्यहाँ त्यहाँ त आज गइन्न है आज जान्नु जाँदैन कहाँ यहाँबाट हुन्छ अहिले फर्केर जाने भनेको खै कहाँ पुग्ने हो छामेर पुग्नु पर्ने हो पुग्नै पर्छ आज हामी चाहिँ है सपिङ जाँदैछौँ अब आजदेखि हाम्रो ट्रेक गाडी चढ्ने ठेगान छैन सामान मात्र किनेर राख्ने भनिरहेको चट हुन्छ क्या फिक्स हो भने हामी यस्तै त हो नि ब्रो गुड मर्निङ दाई केटाहरू कस्तो उज्यालो आएको म यस्तो गोरो त देख्दिनँ त म त के मलाई यस्तो किन हेपाएको भाइ किन यस्तो कालो हो अनुप हामी कहाँ जान्ला अरे खै के किन्न जान्ला हो केटाहरू किन्न जान्ला हो मन्जन सन्जन यहाँ माथि जानला यसो सामानहरू होइन चिलिम तान्नलाई साथीले सुत्ती लिन जानु लाग्छ होइन तर पनि टाउको दुखिरहेको छ मलाई टाउको कसरी काट्नुको क्विक लाने कि त्यो वाइवाई लाने क्विक लाने अर्को के चाहिएको कतिको सपिङ गरेर आएको अरे अमन भाइ 5,000 को सपिङ माथि गयो भने महँगो हुन्छ भनेको सुनेर होइन हामी चाहिँ अब यहीँबाट सपिङ गरेर आफूलाई के खान चाहिन्छ लिएर हिँडेको छौँ चाउचाउ एक डब्बा लिएर गएको पुग्छ भने तर चबाएको चबै हो यो हिँडुन्जेल नि कतिको सपिङ तर अहिले नाउ भेरी गुड अब चाहिँ हाम्रो खाना रेडी भइसकेको छ सबले प्याकिङ स्याकिङ गरेर रेडी वी आर गोइङ बेसी सहर आफ्टर ह्याभिङ लन्च हाम्रो प्याकिङ भइसकेको छ सब अब रेडी पनि भइसक्यो खाना खाने हो चिकन खाना थकाली प्योर के त भन्दा हो नि त पता त खाना खाने हो नि त हामी खाना खानु गइरहेछौँ होइन मिठो तातो खाना खाऊ खाँदैछु खाना खाए खाना बन्दैछ खाना छिटो बाटो पनि यस्तो गाँस हाल्नु लाग्यो लुपमा हो कि के हुन्छ त ल केटा हो रेडी होइन त अब यो ओइ टोपी लुङ्गी तेरो त कहाँ गएर आयो यत्रो झोलामा ओइ कस्तो भारी भएको मेरो बिस्कुटले नि यस्तो भारी हुन्छ ल सबजनाको प्याकिङ सकेर वी आर मुभिङ
खाना खाँदै हुनुहुँदो रहेछ नि एउटा मात्रै सबैभित्र राखौँ न सबैभित्र राखौँ न हेलमेट ए हुन्छ हस् शङ्कर सेल 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 सेलमा राखिदिउँ त्यहाँ हेलमेट राखिदिउँ सबैले केटाहरू सपिङ गरेर आएको छ यार यत्रो यत्रो झोला अड्छ त्यत्रो झोला कहाँ अड्छ थैट यत्रो सामान अड्छ त्यत्रो डिकीमा उत्रैदो होला नि त डिकी यत्रो दुइटा सामान अड्छ डिकी कसको तिम्रै हो हुन र त्यत्रो छ डिकी यत्रो सामान अटाउने भन्छ डिकीमा अट्यो कसको जुत्ता यो अट्यो अटाइको किन यहाँ हाले त झोलामा राखिदिनु हुन्छ नि हेलमेटसँगै हेलमेटसँगै नि अट्ने चाहिँ त्यहाँ राखौँ नअट्ने चाहिँ जुत्ता पनि त्यो उसमा राखौँ न झोलामा कहाँ त्यत्तिकै राखिदिनु जुत्ता दाजु अङ्कल हामी गाडी चढ्न कहाँ जानुपर्ने हो पृथ्वी चोकै पुग्नुपर्ने यता आउँदैन गाडी तनाव यार 1 बजिसक्यो 2 बजिसक्यो ल अब चाहिँ हाम्रो होटेलबाट एक्जिट भइसकेको छ है अल आर इन ट्रेकिङ मोड भक्तपुर स्ट्यापेज जाउँ उता ठुलो बस चल्ने ठाउँमा हामी यहीँसम्म हो ल वी आर एट पृथ्वी चोक पृथ्वी चोकबाट चाहिँ हामी बेसी सहर जानेछौँ है हेरेर है गाडी तिमी कस्तो भारी भइसक्यो ब्याग यहीँ दामी दामी हिमाल दामी उता पारी यही कफी भइसक्यो सक्दिनँ मैले यसपालि मात्र हिँड्ने त्यो सरसँग सोध्ने हो सर यो बेसी सहर जाने गाडी कहाँबाट बेसी सहर जानलाई आइसिओ लाग्ने नभए अगाडि जानुपर्छ यही नि हो हजुर जाने चाहिँ कता यताबाट हो कि यतैबाट ए हुन्छ हस् थ्याङ्क यू सर तपाईँ तरक तरक चिलाउनु थालिसक्यो ल यही गाडी हो ल हाइस जान्छ रे जान चाहिँ त्यस्तै 500-600 होला सँगै आएको त आउँदाखेरि बेसरको त्यहाँ लाग्ने हो मेरो खोलाको बेसरको बाइक र त्यहाँ पुलिसले गाडी राख्दाखेरि लहटेको लहटे कहाँ अब चाहिँ कहाँ छ त गाडी अर्को त छैन लाग्ने बेसल गाडी कहाँ छ बेसल बेसल छजना कसो छ के सोध्नु केटाहरू हिँड्नु त यार के हो कसो हो सोधौ न सोध न मारे के हो कसो हो सिट छ कि छैन बसिट आउँछ कि छैन पुरै खाली छ गाडी गडबड गर्न पाउँदैन बताइन्छ नि
सबै उकालो साइड सबै खाली हो अट्यो भने रे अटाउनै पर्छ अब यता बसाउनु साथी म अर्को पनि हामी बेसी सहरको गाडी चढिसकेको छौँ अब जानी ठोकिन्छ त्यहाँ टाउको त्यही भने आउनु भाइ यहाँ आउन पुऱ्याउँछ अरे मा 6 जना छ त सक्दैन मलाई कहाँ बेसी सहर जाने भने होइन अघि बेसी सहर भने होइन सोध न माटो नि यार त्यहाँ वीरगञ्जको गाडी रे अनि मा हामीलाई बेसी सहर जान्छ भने किन भने त मा ओए जाऊ न एकचोटि यो गाडी कहाँसम्म जाने हो माटो के गर्छ यार मा थैट जाऊ बस बस अर्को गाडी होला त्यहाँ के भएको रे के भनेको रे यस्तो यहाँदेखि डुम्रेर होइन यहाँबाट डुम्रेमा झारिदिने रे अनि डुम्रेबाट चाहिँ बेसी सहर जानलाई उनीहरूले गाडीमै हालिदिने रे उनीहरूले गाडीमा हालिदिने रे क्या पुगेन भने पनि थाहा हुन्छ नि गाडी नम्बर हामीलाई नि हामीलाई थाहा नभए पनि भ्लगमा हुन्छ फाइनली डुम्रे चाहिँ आयौँ हामी अब बेसी सहरको लागि अर्को गाडी सर हो कतिजना हो 6जना बसमा जाने कि ट्याक्सीमा बसमा लागिराखेर होइन ट्याक्सीले बसको भाडामा लगिन्छ ट्याक्सीमै जाने ल दाइ ल ठिक छ हो लगिन्छ लान ट्याक्सीले बढी हाम्रो ल केही देख्दैन रहेछ उयो अनुहार उयो फ्ल्यास लाइट देखेन कि कसैको अनुहार ल है हामी बेसी सहर जाने गाडी चढिसक्यौँ समस्या छ यहाँ Motherfucking asshole. We are in Besar. साथीको ब्याग छुट्यो है बेसरमा पाइला राख्ने बित्तिकै नयाँ ब्याग किनेछ बोल्दै म चाहिँ गाँड फाड हुन्छ ल हेलो गाइज हाम्रो आज डे 2 यतिकै खतम होइन आज कहाँ पुग्ने भनेको थियो केटा हो आज हामी छामे पुग्ने भनेको थियो साथी यस्तै पर्यो छामेमा जाने भनेको बेसी सहरमै छौँ अब भात खान लाग्यो बेलुकाको मासु भात ठिक छ भोलि बिहान हाम्रो प्लानिङ भइसकेको छ अब हामी चाहिँ हिँड्दै छामेसँग जाने भनेर प्लान भइसकेको छ हाम्रो केटाहरूले नहुने कुरा पनि आँट्दैछ यसपालि अरूहरू त सबैजना गाडीमा जाँदो रहेछ जान चाहिँ तर हामी चाहिँ ट्रेकिङ आएको गाडीमा किन जाउँ भन्ने विचारको कारणले गरेर हामी चाहिँ हिँड्दै जाने सोचेका छौँ अब गाइडहरूसँग पनि कुरासुरा भइसकेको छ हाम्रो यहाँ भोलि गाइडसँग डिस्कस गरेर जानुपर्छ हिँड्दै तपाईँले ऊ नै भन्नुभएको छैन आफ्नो भिडियोमा के चाहिँ हामी सबको हो दाजुभाइ होइन भोलि थाहा हुन्छ दाजुभाइ हामी 3 भाइ एक समय
कति बजी निस्किँदै म त उठेर हिँड्नु कति बजी हामी चाहिँ केटाहरूलाई माथि पुरेर बसाउन लाग्यो म त 6 बजे त उठेर हिँड्दिने हो ठिक छ त्यो भन्ने मान्छेहरू है याद गरौँ के को भूत लाग्यो अरे यो टोपीको यो हस्कीको यार प्योर हस्की होइन भने अलि भर्खर बनाएर त्यही कहाँ रेडिमेड बनाइदिएर के निकालेर आँखा त बढी के भनिसकेर नदेखाउनु भने खिचेर आउनु कसैलाई डेडिकेसन दिनु न के भन्छ थाहा छ म होइन म निराश थिएँ तिमीसँग भन्दाखेरि सब मैले ब्लगमा देखिरहेको थिएँ त्यही निराश फोटोमा देखिरहेको थिएँ यो नानी त्यो तँलाई म पठान मैले हेर कस्तो राम्रो सोचेको हुन्छु त्यहाँ पुगेर नि तिमीलाई सम्झिरहेको लिन्छु दिनु है हाम्रो आयो चिकन खाना केही भन्न त के छ भन्नु न चिन्दैन नि बत्ती छैन अनि हामी चाहिँ भात खाएपछि अब नाइट वाक बेसी सहरमा गइहाल्यो होइन यतैतिरको हो क्या बेसी सहरमा नाइट वाक कोही फ्ल्यास एन्ड बालमा टुनी देख्दैन केही नि कसैको अनुहारै देखाएन अनुहारै देख्दैन अनि होइन नि यसरी भन्नुपर्छ माई होल्डिङ क्या उठाउँदैन फ्ल्यास लाइट चाहिँ देख्छ नि मान्छे देख्दैन नि अब यहाँ बत्तीमा आएपछि देख्छ लुङ्गीको छ त डेडिकेसनको के टेन्सन भएको तँलाई पठाइदिइहाल्छु म सबले भन्छ नराम्रो छ पढले ब्लगर साथी सुतिसक्नु भएको छ